गाइसहरु कहाँ जाँदैछौँ? सेतीबेनी जाँदैछौँ। यो हाम्रो पहिलो भ्रमण हो सेतीबेनीको। पर्वत जिल्लामा बाटो बनेको भूमा त के छ? शनिबार कार्यक्रम शनिबार के भन्छन्? आज शनिबारको विशेष कार्यक्रम कहाँ छ कोही देख्दै देखिन शिला जाँदैछौँ। बाटो लट्ठी टेकेर हिँड्न नसकेर यस्तो भइरह यहाँ बाटोमा ऊ सानो मान्छे लट्ठी टेकेर यहाँ सानो मान्छेको 2 मास छोरा हिँड्न सकेको हिँड छिटो बाटो भन्ने कुरा पनि देखाइदिन्छु म बाटो हामी यो गोरेटो बाटो तल गएर पछाडि ब्याकबाट गराउन हामी हिँड्दै आएको। हामी जाँदैछौँ बोल्दै पानी पनि बोकेको छ यहाँ ल म ब्याग सर्दै जाउँ पर्दैन हौ त्यतिसम्म बनाउन सबैको। स्याङ्जा गुल्मी र पर्वतको सिमानामा 3टा जिल्लाको सीमा। हामी यसो सेतीबेनीतिर घुमेर शनिबारमा घर बस्दा बस्दा या गर्मी लाग्यो भनेर हामी चोकती हिँड्दैछौँ हो क्या घरमा बस्दा बस्दा गर्मी भयो त्यही यसो निउरो सिउरो पनि टिप्न पर्यो सल्याउने रुक्मिली मिलेर कतै पाइएला म त गुल्मेली हुँ है गाइस। होइन स्थायी ठेगाना त सल्यान बनाउने हो। जमाना त स्थायी ठेगाना सल्यान हो। यहाँबाट केही निस्कियो भनेपछि त म केही बुझ्नु सक्दिनँ। बागर हुन्छ नि के छ अरे त्यसमा के छ अरे योमा किन हेर्छौ आउन हेर्ने तल खाडल छ खाडल के हो के क्या सुरुङ हो सोरुम छ सोरुम सुरुङ हो क्या सुरुङ नजानु है बाइकको सोरुम कि गाडीको सोरुम तल गयो है ब्याकबाट बनाऊ यो हिँडेको छ अरे आऊ आऊ क्या र यहाँ औषधि हाल्नु औषधि होइन के सिसा सिसाला बाल्नु भेना चाहिँ हिँड्नु हिँड्नु मेरो काट है गाइस काट होइन लट्टी हो लट्टी ओइ क्या छौ क्या पहाड हिँड्न लागेको छ ओइ मेरो पनि भाइ एक प्याक खाएर आए जस्तो छ नि त सानुले कोहीको मान्छेले एक प्याक खाएछन् एक प्याक एक प्याक त्यसपछि त फुल फुल प्याक दाइ फटफटै सडक खनौँ साथै बाटो लगाउन के भन्नु तपाईँ इन्जिनियर साहब हुने हुनुहुन्छ जति बाटो खेल्ने नाप्दै खन्दै तपाईँलाई के भयो भने उतार गरिदिउँ म ओके क्या बाटो पाइ नयाँ यहाँ भिडियो बन्दैछ यो के हो यो के फुल हो को अहिले धाचरा ओइ क्या रे सम्पूर्ण साथीहरु दिदी यहाँ क्या गरे दाइरो दाइरो ओइ क्या रे कपाल क्या मेरो कपाल तान्छ केले गर्दा त्यो जमाना साथीहरुलाई भिडियो पठाइन्छ पठाइन्छ रमाइलो गरिन्छ हामीलाई चिन्ने जतिले माया गर्ने लाइक कमेन्ट गरिदिनु होला कमेन्ट गरेपछि फेरि हामी भिडियो ल्याउने छौं क्याले माथि पनि सत्यम गर्छ यो बाटोमा बाटोमा घुइयाली छ घुइयाली पनि पाक्ने बेला कहिले हो खै कहाँ गइहाले यो घुइयाली हो देखाउन ल हेर्नुस् त यो यो भुइयाले होइन हो बयर हो बयर ए बयर त खान्छ त पाक्यो पाकिन सक्यो फलै छैन गयो पाकिन सक्यो क्या पाकिन सक्यो चोटिले देखे भाइ बयर हो भर्खर पाकेखेरि जाऊ किन भने त्यो त थाहा मान्छेले यहाँ छ भने मलाई क्या थाहा पाकिन सक्यो क्या बयर हो यस्तो पनि काम गर्ने हो यार हाम्रा मैले बयर हो हाम्रो माथि ढलालेर जाने बाटोमा देखेको छैन है राटमा टार तल ओ हाम्रा साथीहरुले यहाँ लट्ठी टेकेर ओहो झोला फेरि अगाडि हेर्नु त सासुको भिडियो बनाइदेऊ त यता ऊ बाबुजी हाम्रा बाबा लट्ठी पनि छ घुमा यता छ लट्ठी पनि टेकेर जति नि देख्याउँछ मेरो लट्ठी बढी ठुलो भयो क्या अलिकति सानो चाहियो मेरो लट्ठी छैन सेती बेनी शिला शिला मुनि बगर टिम भनेको घुम्न जाने बित्तिकै धेरै रहरमान टिम है तेरो एकदम हुरुकै भएर
साधन नपाएर के गर्ने गाडी रिजर्भ गर्न नसकिने पैसालाई सुत्या मान्छेलाई उठाएर ल्याएर बिराज त आनन्दले मस्त निन्द्रामा हुनुहुन्थ्यो म पनि सुतेको थिएँ तिमीले फोन गरेपछि रेडी भएको दुईटैलाई उठाएर ल्याएँ मैले बराई सुतेको मान्छेलाई उठाएर ल्याउने मान्छे म अलिक हटा छु भन्ने अरे हजुर नेपालमै छन् वा कस्तो डराउँदैन मैले यसलाई सितारो भन्छ हाम्रो गाउँ बाटो बाटो आउनु फाइदा जे भने नि बुझ्नु अरूले त बुझ्दैनन् धन्छु र सिमदारी एकै हुन्छ धुर्सु के भने त्यो भिडियो गरेर म त यही दोकान मजाले हिँडिराखेको थियो धुर्सुहरूलाई देखाउँदै भिडियो बनाउन त खासै मलाई आउँदैन तर पनि आज पहिलो भिडियो है यो फेरि फर्स्ट टाइम हो हाम्रो यो फर्स्ट टाइम भिडियो यो भिडियोले यमुना खड्का युट्युब च्यानलबाट आउँदैछ हजुर सब्स्क्राइब लाइक गरिदिनु होला यहाँ बयर धेरै रहेछ बुवा साइडतिर बयर देखाउ तलतिरै उयो यहाँबाट जाने पाउँदो रहेछ हैन योबाट ओइ काठबाट ओइ तलै हो के हो तल हो कि माथिबाट यिनले बाटो भुलिन हजुर हेर्नुहोस् यहाँ पनि भुलियो मलाई कल लाग्थ्यो नि यिनले बाटो भुलिन तराईतिर पाउँछ भने के गर्छु हो के तलै हो धेरै हुँदो रहेछ गर्मी सालका रुखहरू पनि धेरै छन् साल साल मात्रै धेरै पाइने हो धेरै गर्मी सालका कुरा नगर कि तिमीहरू गाडी गाडी पाइसु न त कर्णाली नदी पाउँछ के कर्णाली परदेशमा मात्रै पाउँछ हुन्छ र कस्तो यहाँ त आज कति धेरै पाउँदो रहेछ माथि बारीमा यो के को रुख हो त्यो अमला हो अँ खै त अमला फले अमला हैन यो अमलाको नक्कली हो यो अमलाको कान्छो बा भबाट त्यो कहाँ क्या होइन छोरा तिमीलाई एकछिन पुग्छ है खै त ओइ पानी उ देखाउन त्यो हामी आफू ब्याग गरेर त्यो देखाउन त्यसबाट हामी त्यो डाँडाबाट सर त्योबाट बिच खोला हुँदै यहाँ आइपुगेछौँ यहाँ कोही कोही मान्छे हिँड्न नसकेर यी बोक्नु परेको छ यहाँ आइपुगेछौँ कठिन छ है साथी हो हामी जता माया उतै छ नजर तिरे मिरे झालेर वाला जता माया उतै छ नजर तिरे मिरे झालेर माला सोल्दिन बाका मिलोस् नमिलोस् गाई त गीत त गाइहाल्नु पर्ने हाम्रो सन्देशमै छन् के यति धेरै कलाकार हेर न कलाकार साँच्चै हाम्रो दाइ हे हेर्छु कलाकारमै हुनुहुन्छ कलाकार भएको भए कतिले चिन्थ्यो होला अहिले यहाँ कलाकार नभए कोही चिने कोही चिन्दैन नि यार ओ हिरा पुरा एकदम गुलाइनी जाने गुलाइनी के अरे जान्छ नि त फेरि भए चल्दिने ब्याउला ब्याउली पछाडि छन् गाइस हामी जन्ती बाटो ल अब हामी नजिकै आयौँ अलिकति घाम आइसक्यो है अलि पछि आउँदै ठिकै हुन्थ्यो के घुम्दा घुम्दा ठिकै हुन्छ यहाँ शालिग्राम छ एकदम शालिग्राम हामी रुक्मेली सल्यानी घुम्न जान्छौँ कालीगण्डकी नदी गुल्मीको सेतीदेनी जहिले पनि कालो हुन्छ है कालीगण्डकी नदी अल् तल गल देखाउने नदी यो विशेष चाहिँ सोल्टिने मिली हामी रुक्मेली सल्यानी घुम्न जान्छौँ गुल्मीको सेतीबेनी तिरे मिरे जालेर मालो यहाँ बसे लप्पर्छ मैले कता हेर्नु ओइ तिरे मिरे जालेर मालो हो क्या बिहान सुन्छु भयो त्यो कोही मान्छेहरू भर्खर बिउतेका छन् गाइस सुतेका मान्छेहरू बाटोमा बिउतिँदै हिँड्दै यस्तो मजा देखिन्छ ल अब यहाँनिर बसेर जाने है गाइस गाइजहरू बस म यसो नदी सदी देखाउँदै गर्छु क्यामेराम्यान हुनुको बेफाइदा नदी देखाउनु पर्छ कि कालीगण्डकी नदी सर बोकिराख अनि हाम्रो सेतीबेनी बजार चाहिँ यहाँनिर छ बिचमा अहिलेलाई देखेन पछि गएर देखाउँछु